अर्की आमाले आफ्नो जीवनका सम्पूर्ण सुख र सपना त्यागेर पुरानो दिनको यादहरू सम्झनाहरू लिएर फेरि पनि म आज आएको छु र आज चाहिँ मैले नेपाली कथानक चलचित्र साथी लिएर आएको छु। साथीको डिस हो, यसलाई चाहिँ डिस भन्छ, सिडी डिस भन्छ। र यसमा चाहिँ हिरो राजेश हमाल थियो, करिश्मा मानन्दर, वसुन्धरा भुसाल, नारायण त्रिपाठी, जोकड, हामी चाहिँ रेशम भन्थ्यौँ है त्यतिखेर। र यो फिल्मको ट्रेलर तपाईँहरूलाई देखाउनेछु। यसमा प्रस्तुतकर्ता चाहिँ शेखर कोइराला थियो र ब्याक साइड यस्तो छ। यो ब्याक साइडमा पुरा फिल्मको नाम छ र अहिलेको जेनेरेसनहरूलाई त थाहा छैन यो के चिज हो भनेर। यो चाहिँ डिस हो, सिडी भन्छ र यसको भित्र यस्तरी छ डिस। दुईवटा डिस छ, फर्स्ट डिस र सेकेन्ड डिस। र तपाईँहरूले यो फिल्म कहाँ हेर्नुभएको थियो? यसरी नै डिस लिएर हेर्नुभएको थियो कि या भिडियो क्यासेट लिएर हेर्नुभएको थियो वा थिएटरमा हेर्नुभएको थियो? कमेन्ट गरेर भन्नु होला। र यसको ट्रेलर तपाईँहरूले हेर्नुभएको थियो कि थिएन पहिला, त्यो पनि कमेन्ट गरेर भन्नु होला। आफ्नो त्यो पुरानो दिनको सम्झनाहरू पनि तपाईँले कमेन्ट गरेर भन्नु होला। पहिला तपाईँहरूले यो फिल्म हेर्दाको, जति पनि यो फिल्म हेर्दाको मेमोरीहरू या पुरानो दिनको डिस क्यासेटहरूको जुडेको त्यस्तै मेमोरीहरू तपाईँहरूले कमेन्ट गरेर भन्नु होला। र यस्तै भिडियोहरूको लागि हाम्रो यो च्यानलसँग जोडेर बस्नु होला। र तपाईँहरूलाई म यो